नमस्ते सम्पूर्ण म प्रवासी कल्याणकारी चेरिटेबल ट्रस्टबाट ललितराज भट्ट सिँढीदेखि चढेर 11 सालको बच्चीको चाहिँ यहाँ वाइदे हस्पिटलमा एकदम नाजुक अवस्था छ। त्यसले सहयोगको लागि चाहिँ मैले हल्का भिडियो बनाएको थिएँ। अस्ति नै हजुरहरूले सहयोग गरेर एकजनाको चाहिँ ज्यान बच्न सफल भयो। अस्ति मैले भिडियो बनाएको थिएँ योभन्दा पहिला, अहिले पनि बनाइदिन्छु र हजुरहरूलाई सबै सत्य र तथ्य राख्दैछु। अहिले हस्पिटलभित्र म जाँदैछु, गएर हजुरहरूलाई हजुरहरूको माझमा चाहिँ म पक्का नै राख्नेछु। अहिले बच्ची हो। कट्टा टाका लाग्यो नि टाका चाहिँ ल्याएको भयो कत्तालाबाट हो झडेको कत्तालाबाट हो पहिला मालाबाट झडेर सिँढीमा पुरा यो उ भएको अहिले कुरा गर्दैछ ठिक छ दुखिरहेछ कति दिन राख्नु भने अझ अहिले राख्नु पछि कुरा कति दिन राख्नु भने अझ त्यो होला त्यो केही छैन पैसा कति लियो भने 170 अझ कति भन्नुपर्ने हो अहिले पैसाको पनि खाँचो छ घर कहाँ भन्नुभयो मङ्गल सेनी नाम के हो तपाईँको उनको नाम सुस्मिता यहाँ बेङ्गलोर आएको कति दिन भयो 2-2.5 महिनामा यस्तो भयो काम के गर्नुहुन्छ उहाँले पनि गर्नुहुन्छ कि काम अब हुँदैन रुम चाहिँ बाहिर 10,000 के भन्ने यस्तै छ परदेशमा अब केटाकेटी कति हुन् 4वटा यहीँ छन् कि सबै अब त झन् बिजोकै भयो भन्नु नानी कतिमा पढ्छ स्कुल पढ्छ 4मा हो हाई महिनामा यस्तो भइदियो हजुर अवस्था नाजुक छ